नमस्कार, मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। हामी सबैलाई मिठो लाग्ने अनि छिटो रेडी गर्न सकिने खाजाको रूपमा स्पाइसी नुडल्सलाई बनाउन गइरहेको छु। फर्स्टमा मैले मासु अनि ससेज फ्राई गरेँ। त्यसपछि प्यानमा तेल तताइसकेपछि प्याज र खुर्सानीलाई मजाले फ्राई गरेँ। त्यसमा आवश्यक पर्ने नुन अनि बेसारहरूलाई एड गर्दै गएँ। राम्रोसँग त्यो फ्राई भइसकेपछि टमाटरलाई पनि एड गरेँ। यसमा चाहिँ घरमा भएको भेजिटेबलहरू जे राख्दा पनि मिठो हुन्थ्यो, तर मलाई घरमा चाहिँ क्याप्सिकम मात्र भएकाले क्याप्सिकम राखेँ। अझ मैले थोरै पास्ता पनि राखेर बनाइरहेको छु। पास्ता राखेर बनाउँदा नि धेरै नै मिठो हुन्छ, त्यो भएर पास्ता राखेको छु। त्यसलाई मजाले फ्राई गरिसकेपछि स्पाइसी नुडल्सलाई पनि मैले राख्छु र थोरै पानी राखेर एकछिन बोइल गरेको तरिकामा ढाक्छु। थोरै पानी राखेर बोइल गरिसकेपछि नुडल्स चाहिँ लगभग रेडी भइसकेको छ। अब मैले त्यसका मसलाहरूलाई त्यसमा एड गर्दै जान्छु। मसलाहरू एड गरिसकेपछि मैले फर्स्टमै काटेर राखेको भेजिटेबल सागहरू त्यसमा मिक्स गरेर मजाले फ्राई गर्छु। अनि त्यसपछि फ्राई गरेर राखेको मासु र ससेजलाई पनि त्यसैमा एड गरिदिन्छु। एड गरिसकेपछि मैले काटेर राखेको धनियालाई पनि राम्रोसँग राखेर मिक्स गर्छु। हेर्दै खाउँ लाग्ने चाउचाउ रेडी हुँदै गयो। धनिया राखिसकेपछि हेर्दै खाउँ लाग्ने स्पाइसी नुडल रेडी भयो। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।